किन लोड सेडिङ भयो, लोड सेडिङ हुनुको कारण के थियो भन्ने कुरा पब्लिकलाई धेरै थाहा छैन। यो कुरा थाहा नै छैन होइन। एकदमै यो 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 विषय भनेको एक दिन व्याख्या गर्नुपर्ने विषय छ है। यो धेरै कुराहरू छन्, तर सरस्वती म इम्पोर्टेन्ट पोइन्टहरू अहिले तपाईँलाई भन्न चाहन्छु। अब पहिलो कुरा चाहिँ लोड सेडिङ हुनुमा चाहिँ यो औद्योगिक ग्राहक र घरायसी ग्राहकमा प्राथमिकता उहाँहरूको औद्योगिक ग्राहकलाई परेको थियो प्राथमिकता, पहिलो कुरा है। किनभने औद्योगिक ग्राहक त्यो बेला 400-500 मेगावाटको थियो, 400-500 मेगावाट थियो र उहाँहरूले प्राथमिकता औद्योगिक ग्राहकलाई दिनुहुन्थ्यो र त्यो पनि कार्यकारी निर्देशकको तोक आदेशको भरमा उद्योगलाई चाहिँ 20 घन्टा, कसैलाई त 24 घन्टा पनि दिएको छ। म तपाईँलाई डाटा दिन सक्छु। त्यो बेला कार्यकारी निर्देशकले तोक लागेको तोक आदेशहरू म तपाईँहरूलाई दिन सक्छु। विधि चाहिँ त्यो थिएन त्यति बेला, तोक लाएर दिएको छ, तोक लाएर दिएको छ। त्यो डाटा तत्कालीन कार्यकारी निर्देशकले तोक लाएर दिएको 24 घन्टा यसलाई दिनु, 18 घन्टा यसलाई दिनु, 19 घन्टा यसलाई दिनु, 20 घन्टा यसलाई दिनु भन्नेको डाटाहरू मसँग छ। जबकि त्यो बेला 15 घन्टा लोड सेडिङ थियो जनतालाई होइन। उनीहरूले पनि पाउने त 9 घन्टा पाउने हो नि त, तर 24 घन्टा कसरी पाए त? रिलायन्स स्पिनिङ मिल्सको डाउनलोड डाटा हेर्ने हो भने 24 घन्टा छ त्यहाँ, कुनै बेला 24 घन्टा छ, 20 घन्टा छ, कसरी पाए त होइन। त्यो सिधै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको तोक आदेशमा जान्थ्यो र उद्योगलाई पनि के फाइदा हुन्थ्यो भने उद्योगलाई यहाँ चाहिँ ग्रिडबाट पाएको विद्युतको महसुल 8 रुपियाँ थियो, 8 रुपियाँ 8.5 रुपियाँ थियो। डिजेल चलाउनु पऱ्यो भने 30-35 रुपियाँ पर्थ्यो एक युनिट निकाल्दा। एक युनिट निकाल्दा अब एक महिनामा 1 मेगावाट विद्युत ग्रिडबाट सप्लाई पायो भने उहाँले यो लोड सेडिङको 14-15 घन्टा लोड सेडिङको बेलामा 1 करोड रुपियाँ फाइदा हुन्थ्यो उहाँलाई। 40 मेगावाटको उद्योगले कति फाइदा गर्यो? 40 करोड फाइदा गर्यो एउटा उद्योगले। अब त्यसमा उहाँहरूले कसरी इन्फ्लुएन्स गरेर त्यो बत्ती पाउनेमा उहाँहरू लागेकै थियो। त्यो डेडिकेटेड र ट्रङ्क लाइनको विषय त त्यही बेला उठेको हो नि त। त्यसपछि रेट पनि तोकेको थियो, त्यो रेटमा बिलिङ पनि भएन होइन। म आएपछि बिलिङ भयो नि त, बिलिङ गरे हो नि। त्यो बेला जनतालाई लोड सेडिङ बनाएर लोड सेडिङमा राखेर लिएको डेडिकेटेड ट्रङ्क लाइनको विद्युत हो नि त्यो। अहिले तपाईँले विराटनगरको उद्योगीहरूलाई गएर